गुड मर्निङ गाइस। ल आजको पनि दिन स्टार्ट भएको छ। अहिले चाहिँ बिहानको 6 बज्दैछ हो। म चाहिँ घाँसतिर लागेको हो दालबारीहरू हेर्दै। आज पनि काममा जानुपर्ने छ, त्यही भएर चाहिँ छिटो छिटो गराइ भन्दैछ। अन्त यहाँनिर छ हाम्रो सिरो। हाम्रो सिरो हो यो चाहिँ सिरो। यो चाहिँ भन्दैछु त तपाईँहरूलाई गर्लफ्रेन्ड जाँदा घुमाएर लुते लुते भएको छ, नत्र चाहिँ बलियो थियो यो चाहिँ हो। हाम्रोमा चाहिँ घाम लाग्ने सिन चाहिँ यस्तो हुन्छ है, मजाले माथिदेखि घाम लाग्दै 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 झर्दै गरेको हुन्छ है। हो यहाँ तल आइपुगेछ। तर अहिले पनि फेरि काममा लाग्यो यहाँनिर खानाहरू बोकेर। आज चाहिँ यस्तो डरलाग्दो घाम छ कि हेर्नु त बादल त एउटा छैन नि, एउटा बादल छैन नि। आज चाहिँ दियोस् घाम चाहिँ यस्तो डरलाग्दो लाग्छ कि मार्छ होला। आज पनि हिमाल चाहिँ छेकिरहेको छ बादलले हो। काम गर्ने जग्गामा आइपुग्यो। हामी चाहिँ यो घरमा काम गर्दैछ अहिले हो। अन्त यो घर चाहिँ हामीले आज 1-2 दिनमा सकौँ भनेको। अहिले चाहिँ हामीले टी ब्रेक गरिरहेको छ, चिया खाँदैछ हामी चाहिँ। यस्तो गरम छ कि आज चाहिँ राम्रोसँगले काम गर्न सकेको छैन त्यो गरमले गर्दाखेरि। यो चाहिँ मेरो काम गर्दाखेरिको गेटअप हो। हाम्रो काम चाहिँ कस्तो हो भनेर हेर्नुहोस् है त ल। हाम्रो काम चाहिँ यस्तो छ, हेर्नु सक्नुहुन्छ। यसलाई चाहिँ प्रोटिन काट्नु भन्छ हाम्रो भाषामा चाहिँ अब हो। यस्तै छ गराइ काम। हाम्रो चाहिँ यहाँ लन्च टाइम भएको छ, एकदम रेडी खानासाना निकालेर हामी चाहिँ अब खाना लागेको छौँ। हामी काम गर्नेबाट यस्तो छ भ्यू चाहिँ हो, त्यस्तो खै राम्रो छैन रहेछ भ्यू चाहिँ यहाँबाट चाहिँ। यहाँ चाहिँ तर फुलहरू चाहिँ पुरा लगाएको रहेछ आन्टीले हो। अब यहाँबाट आन्टीलाई फुल चाहिँ मागेर लान जस्तो छ हो। म पनि फुलको चाहिँ एकदमै लभर हो। हामी चाहिँ फर्क्यौँ हो, एकदम रातिसम्म काम गऱ्यौँ हामी चाहिँ हो। अन्त यहाँ फर्किँदैछु घरतिर हो। म चाहिँ घरमा आइपुगेको छु हो। अघि खानाहरू पनि खाएँ, अब चाहिँ म सुतेको। फेरि भोलि भेटौँला अब।